सो एउटा फन्नीको कुरा के होइन, लाइक पहिला पहिला त अब जे होस् टिनेज टाइममा अब सबै कुरा सेयर हुन्थ्यो क्या साथीहरूसँग, अनि त्योभन्दा अलि ठुलो मान्छेहरूसँग पनि सेयर हुन्थ्यो। अब भोलिको दिनमा के गर्ने त भनेर चाहिँ सेयर हुन्थ्यो होइन। अनि के भइरहेको छ स्पेसल्ली साथीहरूसँगै सेयर हुन्थ्यो कि यो कुराहरू चाहिँ। अनि त्यसपछि कति साथीहरूले चाहिँ सपोर्ट गरे जस्तो गर्थ्यो, कतिले चाहिँ ओहो ल बधाई छ है, ल गर किप गोइङ भनेर मोटिभेट गर्थ्यो, कतिले चाहिँ त्यो डाउट गर्थ्यो कि गर्न सक्छ र भन्ने जस्तो कुरा गर्थ्यो। अनि यो सबै गर्दाखेरि चाहिँ सबैजना तिमीले जे चाहेको छौ नि त्यसमा चाहिँ खुसी हुँदैन रहेछ के। दे फिल इन इनसाइड उसको सक्सेस नहोस् जस्तो फिल गर्दो रहेछ। त्यही भएर आजकल म खासै धेरै बोल्दिनँ पनि। म आफ्नो प्लान्सहरू, मेरो गोल्सहरू कसैलाई त्यस्तो खासै सेयर गर्दिनँ कि। किन भन्दाखेरि त्यो अनाउन्स गर्नुभन्दा बरु मेरो सक्सेसले नै सबै चकित परून् भन्ने मेरो धारणा छ होइन। किनकि समटाइम्स सक्सेस स्पिक लाउडर देन द नोइज होइन। सो म त्यही वेट गरिरहेको छु। सो या, इट्स डे 28 अफ माई 60 days confidence challenge. Watch me becoming the person I was meant to be. Follow and watch this journey. Bye.